Good morning, sir. Good morning. राइडर्स है तपाईँहरूको पोस्ट हामी अब तपाईँहरूले दिएको टाइम टेबल हामीले फलो गर्न सक्छौँ है र त्यसको लागि हामी सुरुमा नै है सबैको तर्फबाट है त्यसको लागि माफी चाहन्छु है यदि हामीले तपाईँलाई कहीँ कतै भुलचुकमा है सानो केही तपाईँलाई मनमा लाग्ने केही कुराहरू गरेको छ भने है त्यसको लागि पनि हामी एन्टायर टिमको तर्फबाट है तपाईँलाई एकदमै माफी माग्न चाहन्छु है र हामीले तपाईँलाई ठुलो के दिनु सक्दैन पनि है हाम्रोमा त्यति क्षमता पनि छैन तर पनि आज दसैँको छेकमा है हामीले तपाईँलाई सानो एउटा स्वीकार दिनुहोस् भनेर निवेदन चाहन्छु है अनि विशेष चाहिँ यो जुन चाहिँ तपाईँले है यस्तो मौसममा होला यो जुन प्रकारको ब्यान्डहरू थियो हामीले अब कतिजना अब हुन्छ है अब हामीले होटेलमा बसिरहेको जस्तो गरिरहेको थियो है कतिवटा कुरा हामीले बुझ्नुपर्ने हाम्रो लागि पनि एउटा लेसन हो है नेक्स्ट टाइम अब हामीले के गर्नुपर्ने रहेछ अब आशा गर्छु है हामी सबैजना आशा यो गर्दैछौँ अब आउने दिनमा आउने नेक्स्ट सोला लाइफमा चाहिँ हामी तपाईँहरूले नबनाएर खाना हामी बनाएर चाहिँ तपाईँलाई खुलाउने यो चाहिँ हामी यसरी नै है तपाईँहरूको यस्तो पर्फर्मेन्स है यहाँ मात्रै होइन हामीले खाएको थालो टु बी अनेस्ट भन्नु पर्यो हामीले खाएको थालो त्यो मैले भनेको थिएँ तर किचनमा आएर हौसी शासनै खाएर आफै दिनुपर्छ मैले एक टाइममा चाहिँ देखाएको थिएँ मैले भिडियो देखाएको थिएँ है एक दुईजना थियो तर त्यो कुराहरू पनि हामीले सिक्नुपर्छ हामीले खाएको अब हामीले एउटा खाएको तर हामीले एउटा फर्काएर सबैको थाहा हुन्छ जसले लगाउनुहुन्छ उहाँले लगाउनु उयो पहिला खदा लगाइदिइहाल्नु न त्यहाँदेखि चाहिँ जसले टिका लगाउनुहुन्छ खदा त किनभने सबले लगाउनु फेरि पनि अब यस्तो गर्नु पाइयो भने जति पनि तपाईँहरूले झेल्नुभयो त्यसमा झेल्ली पनि झ्याल्दै झेल्न चाहन्छु होइन र अब यहाँसम्म त मलाई लाग्छ कि राम्रै निस्क्यो त्यसमा खुसी हुन्छु अनि हाम्रो शिवसारले पनि भन्नुहुन्छ त्यहाँ चाहिँ जस्तो समस्या भयो होला कसरी सोल्भ्याउनु के हो कतै राख्नु जो पनि समस्या भयो फेरि आउँदै दिनलाई हामीले कसरी त्यो विषयमा हामीले माइन्ड गर्ने कुरै छैन फेरि पनि भन्छु
पार्टीको उसको होला नि त सबैहरूको योगदान एकदम बुझ्यौँ हामीले है। यो हिस्सा हो तपाईँहरूको तपाईँहरूको कारण यो पनि सक्सेस पनि छ यो चाहिँ हाम्रो है गणेश सर है तपाईँहरूको चिफलाई है तपाईँहरूको सिनियरमा हाम्रो सारा क्लब है हाम्रो ब्रदर्स एन्ड विल्स भन्छ नाम्ची, कञ्चनजङ्घा मोटरसाइकल क्लब यक्सम है, नर्दर्न इन्फिल्डर्स है, खाङ्री राइडर्स, ओपन रोड वन्डरर्स, यहाँ माउन्टेन हक्स है, वाइल्ड रोज, क्विन राइडर्स र जो पनि को छ सोलो राइडर्स इन्डिभिजुअल जो चाहिँ पनि एक एकजना आउनु भएको छ क्लबमा छैन र यहाँ नभएको जति पनि राइडरहरू छ हुनुहुन्छ सिक्किममा उहाँहरूलाई हामी सबैले रिप्रेजेन्ट गर्दै है तपाईँलाई यो एउटा सम्मान चढाउँदैछौँ। दसैँको शुभकामना दिँदै है र एउटा थ्याङ्क्स गिभिङ पनि धन्यवाद चढाउँदै है तपाईँलाई चाहिँ हाम्रो तपाईँहरूको चिफ है यता उहाँलाई टिका लगाइदिनु। विनर्स एकजना आऊ वाइल्ड छैन माउन्टेन हकको तिमी छौ मनोज द लाइन लाइनमा मनोज द नर्दर्न इन्फिल्डर्स प्लिज एलिना आउँछ अन्त अर्को रिप्रेजेन्ट तपाईँ केएमसी आउनुहोस् केएमसी कम ओपन रोड वाइल्ड रोजको आउनुहोस् वाइल्ड रोजको 16बाट आउनुहोस् एकजना कसैलाई पनि लगाइदिनुहुन्छ एकजना ल मनोज त ल ढाकर एनिभर्सरी पनि ल आज ढाकरको एनिभर्सरी छ है क्लबको 4 वर्ष कम्प्लिट भएको ढाकरको ड्रोन आउ न खै खाजु आयो गोर्खाले आयो गोर्खाले यहाँ पछाडि चाहिँ तपाईँको दसैँको चल्दैछ। सो आजको जुन चाहिँ हाम्रो 5 डेजको राइड थियो त्यो चाहिँ ओभर भयो। सो जति पनि यहाँनिर हेर्नुहुन्छ सबैलाई ह्याप्पी दसैँ। सो यहाँनिर हाम्रो आर्मीको जवानहरू हुनुहुन्छ उहाँलाई थोड़ा सम्मान दिएको उहाँलाई अहिले हामीले खादा सादा अलिकति लगाएर उहाँहरूलाई सम्मान दियो। सो अब चाहिँ हामी यहाँबाट हाम्रो छोला ग्याङ अब अलग हुनु आँट्यो। छोला ग्याङ चाहिँ अब आफ्नो आफ्नो घरपट्टि लाग्दैछ। यता आगे हनुमानजी पुग्नुपर्ने अनि मङ्गन। सो आज्ञा ल फेरि कहिले हुन्छ हामी राइड लान्छौँ हामी नर्दर्न ट्रुपर भेटै गरौँ।